त्यही भन्सारमा हाम्रो सबै बिहाल त्यही हुन्छ। त्यही भएर मेरो अनुरोध छ कि अहिले पनि सरकारसँग होइन यस्तो समस्या हामीले दोहोरोचोटि देख्न नपाऊँ। अहिले बनेको नयाँ सरकारसँग मेरो एउटा सानो अनुरोध छ कि जति पनि हामी श्रम बेचेर अलिकति भए पनि घरको लागि पैसा कमाएर छोराछोरीहरूलाई बहिनीहरूलाई सानो 20 ग्राम 50 ग्राम सुन किनेर लाँदा पनि मैले खेपेको दुःख चाहिँ म तपाईँहरूलाई भन्छु। 20 ग्राम सुन लिँदाखेरि मैले 19,774 रुपियाँ मैले राजस्व तिर्नु पर्यो, जो कि मैले औँठी नै बनाएर ल्याएको थिएँ। त्यसमा मेरो बिल बकाइदा थियो, सबै कुरा थियो होइन। त्यस्तो चिजहरू हामीले एउटा चलाइरहेको फोनभन्दा अर्को फोन लाँदाखेरि हामीलाई भन्सार पर्थ्यो। एउटा टिभी पनि भने जस्तो लान पाउने थिएनौँ। हामी 10-20 वर्षदेखि यहाँ विदेशमा परदेशमा श्रम बेचिरहेका हुन्छौँ। तर हामीलाई दुःख के लाग्यो भने अलिकति गरेको पैसा जम्मा गरेर छोरा छन् छोरी छन् घरमा सबै कुरा छन्, बाबा आउँदाखेरि फोन ल्याइदे, कम्प्युटर ल्याइदे, ल्यापटप ल्याइदे भन्नुहुन्छ होइन। कसरी लाने? एयरपोर्टमा सबै जफत गरिहाल्छ। सुन ल्याइदे, सुन ल्याउने चाहना छ भन्नुहुन्छ, लान्छन्। त्यही भन्सारमा हाम्रो सबै बिहाल त्यही हुन्छ। त्यही भएर मेरो अनुरोध छ कि अहिले पनि सरकारसँग होइन यस्तो समस्या हामीले दोहोरोचोटि देख्न नपाऊँ।